मेरो परेलीको आयो पता नहीं है अंकल तिर नहीं है मम्मी तिर है किन डरायो परेको यति कमसम्म निस्कने बेलासम्म बच्चाको साथ थियो यति टाउको निस्कन 5 मिनेट ढिलो भएको थियो अनि म पनि आफू त सकिनँ हैन नसक्नको कारणले आफू अहिले म माइली आमा नभएको भए म त्यस दिन मरि पनि थिएँ होला नानु माया मलाई कस्तो छ अहिले ठिकै छ खाना खाइयो कि छैन खाइयो हैन अलिअलि दुधाहरू लान्छ तिमीले पनि कमजोरी हुन्छस् के त खतराबाट त मैले खतरा भइसकेको बच्चालाई त सुरक्षित मैले सुत्करी गराउन त म सक्दिनँ म सक्ने नै मेरो योग्यता पनि छैन र अनुभव पनि बढी हामीले पाइएको छैन र यसमा अझै पनि तालिम पाएदेखि कोही संस्थाबाट तालिम पाएदेखि मैले के गर्थेँ होला भन्ने यस्तो लाग्छ सर मैले 53 सालबाट मैले यो काम गर्दै आएको हो यस्तो हो नि त खाँदेर हो के छोराले सब बन्द मेन कारण तपाईको बच्चाले आराम नगर त्यो सुर्ज सर भनेको मोटरसाइकल गियर रोको यस्तो कुरा त भइरहन्थ्यो मैले के भन्थे भने के भयो भने डाक्टर तिमी जानुपर्छ यताउति ह्यान त्यान भनिरहन्थे पैसाको चिन्ता नगर भन्थे मैले भन्ने बेलामा तर उनलाई के थियो थाहा थियो कि घरमा चाहिँ पैसा छैन सबभन्दा कुरो चाहिँ पैसा छैन भन्ने चाहिँ उल्ले गर्दा अरूहरूलाई यो नपरोस् सबभन्दा कुरो गरिबहरूलाई यस्तो नहोस् भन्ने चाहिँ मनमा छ